हेलो गाइज, आजको डे 3 मिनी भ्लगमा तपाईहरुलाई एकदमै धेरै स्वागत छ। आजको भ्लग चाहिँ केवल टावरबाट सुरु हुँदैछ किनभने म चाहिँ ब्याङ्क आएको थिएँ बिहानै र अब यहाँबाट निक्लिँदै बाहिर त पानी पर्ला जस्तो थियो, त्यही भएर हातमा छाता बोकेर हिँडिरहेको थिएँ र अहिले चाहिँ म केवल टावरबाट बाहिर निक्लिसकेको छु र बाहिर हेर्दाखेरि पानी पर्ला जस्तो भइरहेको थियो, तर पानी चाहिँ परिरहेको थिएन। अरु कुरा त ठिकै छ गाइज, मैले यत्रो मेहनतले भ्लग बनाउँदा तपाईहरुले भ्लगै हेर्नु हुँदैन, खोइ किन हो। मेरो भ्लग त यत्तिकै खेर जाने भयो नि, तर पनि म हार त मान्नेवाला मान्छे होइन। हार त्यतिकै चन्द्रमा छुन त कहाँ सकिन्छ र, हार मान्ने त कुरै हुँदैन। म हार मान्ने खालको मान्छे पनि परिन। अनि यो चाहिँ रहेको छ हाम्रो चाबेल चोक। आजभोलि त चाबेल चोक वरिपरि घुमेरै जाने भयो मेरो जिन्दगी। यत्तिकै बेरोजगार भएर चाहिँ चाबेल चोक घुमे होइन गाइज, आज चाहिँ मेरो विद्युत कार्यालयमा काम थियो, त्यो भएर जान लागिरहेको छु। अनि अहिले चाहिँ त्यही भएर म गणेश थानतिर जाँदैछु गाइज। जाँदा जाँदै तपाईहरुलाई गणेश थानको नि दर्शन गराउने छु। यो चाहिँ हाम्रो गणेश थान हो गाइज। ककालाई थाहा छ, ककालाई थाहा छैन कमेन्ट गर्नु होला। यदि दर्शन गर्न मन छ भने फोनबाटै गर्नु होला, आउनु भएको छैन भने। अनि यो मन्दिरमा छिर्दाखेरि भाइब चाहिँ छुट्टै आउँछ गाइज। तपाईहरुले यति कुरा नोटिस गर्नु भएको छैन? तपाईहरुको मनमा भएको पीडा दुःख जति एकछिनको लागि हराउँछ मन्दिरमा रहनुन्जेल तपाईहरुले यो याद गर्नुभयो भएन। र अहिले चाहिँ म गणेश थानबाट निक्लिसकेको छु र यतापट्टि हाम्रो तरकारी पसल छ गाइज। तपाईहरुलाई केही चाहिएमा सम्पर्क गर्नु होला, बरु म ल्याइदिन्छु हैन, डेलिभरी पनि हुन सक्छ। अनि यहाँबाट चाहिँ म अब विद्युत कार्यालयतिर लम्किँदैछु गाइज। अनि म चाहिँ फाइनली अब चाहिँ विद्युत कार्यालयसम्म आइपुगिसकेको छु गाइज। विद्युत कार्यालय चाहिँ किन जान लागिरहेको छु भन्दाखेरि चाहिँ मेरो बत्तीको बिल आएको थियो मैले काम गर्ने ठाउँमा, त्यो बिल तिर्नको लागि जाँदैछु। अब चाहिँ म बत्तीको बिल तिर्ने ठाउँमा भित्र आइसकेको छु गाइज। अरू बेला त लाइन बस्नु पर्थ्यो, आज त त्यति धेरै लाइन रहेनछ। फर्स्टमै पालो आयो, एकदम खुसी भएको छु म त। नभए त लाइन आधी घन्टा लाइन बस्दा बस्दा बोर लाग्थ्यो। जे भयो नि छिटै पालो आएर बत्तीको बिल तिरेर अब चाहिँ म निक्लिँदैछु गाइज। एकदम खुसी लाग्यो आज। जे भयो नि लाइन बस्नु परेन, नभए त आधी घन्टा जति कुर्दा खुट्टा दुखेर हैरान हुन्थ्यो नि। अनि यो चाहिँ हाम्रो चावल चोकको तरकारी बजार हो गाइज। पहिला त खुब आउँथेँ म तरकारी लिन, त्यो त भन्न मिलेन। तरकारी आन्टीको छोरी जिस्काउनलाई चाहिँ आउँथेँ म पहिला। अब तरकारीवाला आन्टीको छोरी नै रहेनछ गाइज, नभए त एकछिन गफ हानेर बस्थेँ होला। त्यही भएर म अब चाहिँ यो गल्लीबाट निक्लिँदैछु। अनि अब चाहिँ त्यहाँ बस्नै मन लागेन, तरकारी आन्टीको छोरी नभएपछि त्यहाँ बसेर पनि के काम होइन, यत्तिकै बोर लाग्छ। त्यही भएर अब चाहिँ म चाबेल स्टुपा छेउमा आइपुगिसकेको छु गाइज। अब चाहिँ मेरो भ्लग अन्तिम भयो जस्तो लागिरहेको छ। योभन्दा धेरै कन्टेन्ट छैन मसँग। अनि मेरो भ्लग तपाईँहरूले हेरिरहनु भएको छैन किन हो गाइज, मैले त केही पत्तै लाउन सकेको छैन। र तपाईँहरूलाई मेरो मिनी भ्लग राम्रो लागिरहेको छ कि नराम्रो लागिरहेको छ त्यो त थाहा भएन। फर्स्ट मिनी भ्लग हो गाइज, राम्रोसँग बनाउन नै आएको छैन। त्यही भएर अलिकति भए पनि साथ सपोर्ट गरिदिनु होला। तपाईँहरूले साथ सपोर्ट गरिदिनु भयो भने मलाई अलिकति जोस र जाँगर आउँछ र योभन्दा बेटर भिडियो लिएर आउन सक्छु। र अहिलेको लागि चाहिँ म छुटिन्छु गाइज। बाई बाई गाइज। लाइक कमेन्ट सब्सक्राइब गरेर जानु।